हाई गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज अहिले बेलुकाको समयमा म एउटा सानो भ्लग बनाउन गइरहेको छु। आज चाहिँ मेरो भगवानको दर्शन गर्ने भनेर म पैदल यात्रा सुरु गरिसकेको छु। अहिले चाहिँ म कृषि मेला पुग्नै लागेको छु है। हेर्नु होला, यो चाहिँ कोहलपुर हो। अब चाहिँ मेरो यात्रा चाहिँ जारी नै छ, हिँडिरहेको छु। म चाहिँ आज दर्शन गर्न पाउँछु कि पाउँदैन भन्ने कुरामा म ट्याक्कै म चाहिँ अब पाउँछु पनि भन्ने लागिरहेछ। म पाउँछु नै भन्ने लाग्छ। जहाँ भए पनि एउटा दर्शन त गरेर आउँछु भोलेनाथलाई भनेर म चाहिँ हिँडिरहेको छु। यो चाहिँ यतादेखि नै चाहिँ हरियो हरियो घर भएको यतिदेखि नै चाहिँ यो कृषि मेला भन्ने हो है। यता मन्डी है। यहाँ चाहिँ मन्डीमा चाहिँ साग सब्जीहरू मिल्छ है। मन्डीमा यो चाहिँ कृषि मेलाको गेट हो, तल्लो गेट हो। अनि गएर यहाँ चाहिँ हेर्नु भ्यानहरू पनि रोकिरहेका छन्। यहाँ चाहिँ आउँछन् मान्छेहरू, धेरै थुप्रै मान्छे आउँछन्। यहाँ चाहिँ सबै यहाँ कोहलपुरको मान्छेहरू यहीँ आउँछन् कि कृषि मेलामा सामान लग्नको लागि। अनि गएर म पनि यतादेखि अब हिँडेर पैदल यात्रामा एउटा मन्दिर छ उता चौरामा, अनि म त्यहीँ दर्शन गर्नको लागि हिँडिरहेको छु पैदलमा। अनि हेरौँ अब चाहिँ आज दर्शन गर्न पाउँछु कि पाउँदैन, मलाई त्यही ट्याक्कै भएको छैन। आज चाहिँ यहाँको शनिबार हो है। शनिबार चाहिँ सबै बन्द हुन्छ, तर चाहिँ कृषि मेला चाहिँ बन्द हुँदैन आजको दिनमा। अनि हेर्नुहोस् यहाँ अटोहरू पनि, यहाँ मान्छेहरू आउँछन् नि, उनीहरू ल्याएर आएको हो। अनि भित्र चाहिँ कृषि मेला छ, हेर्नुहोस् गाइस। यहाँ चाहिँ सबै कुरा, तरकारी सब्जीहरू सबै चिज पनि मिल्छ होइन। जे सिजनमा पनि जे पनि मिल्छ। यी अटोहरू चाहिँ यस्तै मान्छेहरू सवारी लिएर आएको हो। अहिले भित्र गएको होलान्, बाहिर कुरेर बसिरहेका छन्। अनि आफ्नो आफ्नो सवारी लगेर जाने होलान्। त्योभन्दा म चाहिँ अगाडि बढ्दैछु। अब चाहिँ म त्यहीँ पुग्न चाहिँ धेरै टाइम लाग्ला जस्तो छ। म आजसम्म पैदल यात्रा कहिले पनि गरेको छुइनँ। म फर्स्ट टाइम पैदल यात्रा गर्दैछु है। अनि यता हेर्नु, यहाँ चाहिँ घर पनि बनाउँदैछन्। यहाँ चाहिँ हेर्नु, यहाँको रुख चाहिँ पहिलासम्म केही पनि थिएन है। यो के अरे परिवर्तन हुन चाहिँ टाइमै लाग्दैन रहेछ क्या। हामी परिवर्तन भएको हामीलाई थाहा हुन्न, हामी चेन्ज भएको हाम्रो उमेर पनि बढ्दै गएको हुन्छ, हामीलाई चेन्ज भएको थाहा हुन्न। तर यो रुख बिरुवाहरू त छिट्टै बढिसक्छ जस्तो लाग्छ मलाई। 1-2 वर्ष अगाडि आउँदाखेरि त यो रुख बिरुवा सानो बुट्टा थियो, अहिले चाहिँ हेर्नुहोस् त कति ठुलो भएको क्या यो। त्यो भएर यो चेन्ज हुन चाहिँ टाइम लाग्दैन। चाहिँ यहाँ हेर्नु कसैको खसीहरू पनि बाँधिरहेको छ यहाँ पेडको तल है। त्यो मलाई चाहिँ भ्यू चाहिँ राम्रै लाग्यो। पहिला देख्दाखेरि त अर्कै थियो भने चाहिँ अहिले 1-2 वर्षपछि देख्दाखेरि मैले चिन्नै नसक्ने भयो क्या, यो कुन ठाउँ हो भनेर चिन्नै नसक्ने भएको रहेछ। आजभोलिको चाहिँ यो चेन्ज भइरहेछ। जो बालिन शाहदेखि यो चाहिँ मलाई सबै चेन्ज लाग्यो चाहिँ। यो सफा सुग्घर राखिरहेछन् होइन। मालहरू पनि हिँडिरहेछन् हेर्नुहोस् साइडमा। अनि अङ्कल पनि यताबाट के हेर्दै हुनुहुन्छ। सबैजनाले यताबाटदेखि हेरिरहेछन् आफ्नो ठाउँदेखि। म चाहिँ मेरो यात्रा चाहिँ जारी छ है। हल्का चाहिँ अब बेलुकातिर होइन, गर्मी पनि हुँदैन, शीतलै छ। अनि म चाहिँ हिँडिरहेको छु। यतापट्टि बस्ने पेडहरू छ। गर्लफ्रेन्डसँग आएको भए त बस्न मिल्थ्यो होला, तर चाहिँ म चाहिँ एक्लै आएको भएर त्यो चाहिँ बस्ने चाहिँ ठाउँ खाली नै रह्यो है। यो ठाउँ सिट चाहिँ खाली रह्यो। हजुरले सोच्नुभयो होला ओहो हो यो पनि कस्तो कुरा गरेको मलाई त होइन त्यस्तो। म बनाएको यो सिट चाहिँ खाली रह्यो। त्यही पनि म चाहिँ आफ्नो यात्रा भनेको मलाई दर्शन गर्नु छ। मैले जसरी भए पनि भोलेनाथलाई गरेर आउँछु। तर चाहिँ मेरो यात्रा चाहिँ लामै भयो, पैदल यात्रा है। अहिले चाहिँ अब म चाहिँ पुरानो बस पार्क जान्छु। पहिला फर्स्ट पुरानो बस पार्कदेखि नयाँ बस पार्क जान्छु। नयाँ बस पार्कदेखि म यो त्यो मन्दिरमा जानेछु। अब हिँड्दैछौँ अब कतिसम्म हुन्छ मेरो पैदल यात्रा सुरु भइरहेको छ। यहाँ हेर्नु न, पेट पनि कति राम्रो छ क्या। अरे 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 पहिला हेर्दाखेरि त सानो थियो क्या 1-2 वर्ष अघि आउँदाखेरि। अहिले चाहिँ त लम्मै बढेछ। यहाँ साइडमा कारहरू पनि रोकिरहेको छ। मलाई चाहिँ यहाँको सबै मौसम वातावरण चाहिँ मलाई एकदम दामी लाग्छ। तर 12-1 बजीतिर चाहिँ बाहिर निस्किन सकिँदैन, लास्टै गर्मी हुन्छ होइन साथीहरू। त्यही पनि मलाई चाहिँ राम्रै लागिरहेको छ। कसको बोर्ड पनि यहाँ फ्याँकिरहेको छ हेर्नु त। मान्छे आफ्नो अब आफ्नै धुनमा हुन्छन्, म आफ्नै धुनमा छन्। मलाई कहिले त सोच्दा होला नि कि
के भिडियो बनाउँदै गइरहेछ सोच्दा होला नि। म चाहिँ त्यस्तै अब एक्लै आएको थिएँ, त्यही भएर मलाई क्यामेरामा देखाउने कोही भएन हजुर होइन, के गर्नु। त्यही भएर म आफै अब क्यामेरा रेकर्ड गर्ने भएकोले मलाई देखाउने मान्छे अर्को मान्छे साथमा कोही भएन, त्यही भएर मैले आफ्नो फेस चाहिँ देखाउन भ्याइएन गाइस। यो चाहिँ पुरानो बस पार्क है। यो पहिला पुरानो बस पार्कमा गाडीहरू हेर्नु थुप्रै हुन्थे। यसको पनि एक टाइममा दिन थियो। अहिले चाहिँ यहाँ चाहिँ राजस्व तिर्नेको लागि यसो त्यो तिर्नेको लागि यहीँ रहेछ कि सबै कुरा यहीँ रहेछ। पहिला हामीहरू गाडीको के तिर्न अरे राजस्व हुन्छ नि, कर तिर्न चाहिँ उता नेपालगञ्ज जानु पर्थ्यो भनेपछि अहिले चाहिँ यतै रहेछ व्यवस्था। यो चाहिँ पहिलाको काउन्टर घरमा चाहिँ अहिले राजस्व तिर्ने भएको रहेछ। मलाई चाहिँ हेरेँ सबै यहाँको कस्तो छ, यहाँ के भइरहेको छ आजकल पुरानो बस पार्कको भनेको त यहाँ त खुट्टा घुमिरहेको थिएँ। आज चाहिँ शनिबार भएकोले आज चाहिँ यताको यो राजस्व कार्यालय पनि बन्द रहेछ। पहिला चाहिँ यहाँ टिकट काउन्टर थियो, अहिले चाहिँ राजस्वहरू हुन्छ नि ऊ भर्ने रिन्यू फेल भएको रिन्यूहरू भर्ने चाहिँ यतै रहेछ। पहिलाको चाहिँ यो बस पार्क हो, पुरानो बस पार्क कोहलपुरको। हेर्नुहोस् गाइस होइन, हजुरहरूलाई कस्तो लाग्छ यहाँ पहिलाको कोहलपुर अहिलेको कोहलपुर र पहिलाको कोहलपुरमा कति चेन्ज देख्नु भयो हजुरहरू लास्टमा भन्नु होला है। मलाई त चेन्ज लाग्यो, तर यो पुरानो बस पार्कलाई फ्याँकेर अहिले पुरानो बस पार्कको अवस्था सुनसान छ। अहिले कोही मान्छे चहल पहल छैन। मैले एउटा गाडी पनि देखेन बस पार्कमा है। पुरानो बसमा एउटा गाडी पनि छैन, के हो यस्तो है। अनि यो चाहिँ हामीहरूको महोत्सव लाग्छ नि, मेला लाग्छ नि हाम्रो कोहलपुरमा। यो ठाउँ चाहिँ त्यही ठाउँ हो, यो कोहलपुर मेला लाग्ने ठाउँ हो। त्यहाँनिर पनि पुगिसकेँ, बस पार्क भन्दा थोडा अगाडि आएपछि आउँछ है। म त्यहीँभित्र जान्छु, हजुरलाई ग्राउन्ड पनि देखाइदिन्छु। मौसम लाग्ने ग्राउन्ड कस्तो रहेछ। यहाँ सबै हिरोइनहरू आउँछन्। हेर्नु यहाँ चाहिँ सबै भइरहेछ। अहिले भलिबल खेलिरहेछन्, कसैले ड्राइभिङ सिकिरहेछन् त यहाँ हेर्नु ड्राइभिङ पनि सिकिरहेछन्। यहाँ जोस् ठिकै भइरहेछ। मौसमको बेला त यो फिल्डभरि मान्छेहरू फुल हुन्छन् है। त्यो भएर अब चाहिँ अगाडि मेरो चाहिँ यात्रा कहाँको छ मलाई थाहा छ। म चाहिँ आफ्नो दर्शन गर्न आएको हो, दर्शन गरेरै जानेछु भनेर म ढुक्क छु। अनि हिँडिरहेको छु। अब को कस्तो मान्छे के गर्दैछन् यहाँ हेर्नु। यहाँ बिरुवाहरू पनि अब यो सानो छ अहिले, अब 1-2-3 वर्षपछि यो पनि ठुलो पेड हुने होला होइन। उता के मान्छेहरू के खेलिरहेको जस्तो लाग्यो मलाई, के गरिरहेछन् भनेर म अब हेरिदिरहेको छु। त्यहाँनिर पनि पुग्नेछु। हेर्नुहोस् म चाहिँ हिँडिरहेको छु। त्यो चाहिँ त्यही हो मेला लाग्ने ठाउँको यता साइडको रोड। म गइरहेको छु। अब म चाहिँ त्यहाँ पुग्दाखेरि केही यहाँ भेटेँ। आज शनिबार मन्दिर ओपन हुन्छ कि नै भनेर म त्यति मात्रै कन्फ्युज भएको छु। सायद ओपन हुन्छ होला जस्तो लाग्छ, जस्तो लाग्छ, हुँदैन होला जस्तो पनि लाग्छ। यहाँ पनि टाइल हालेर राम्रै बनाएका छन्। यहाँ किनकि एक्सर्साइज गर्ने सबै फिजिकल वाला पनि हालेको जस्तो छ। के गरिरहेछ हेर्छु है। यहाँ रहेछ हेर्नुहोस् त। यो पनि यो यहाँकै नगरपालिकाले गरेको काम हो सायद। हेर्नु यहाँ त मलाई त सबै रमाइलो लाग्यो। अहिले चाहिँ बोट बिरुवाहरू पनि चाहिन्छ, रमाइलो हावापानी दिन्छ। यसलाई त मैले सोचेको थिएँ, तर यहाँ पनि सबै राम्रो रहेछ। म चाहिँ अगाडि यो चाहिँ नेपालगञ्ज जाने मेन रोड हो। अनि उता चौरा जाँदैछु म है। त्यो चाहिँ नेपालगञ्ज जाने बाटो हो। त्यहाँदेखि यता गएपछि चौरा आउँछ है। म चौरा पनि जानेछु। अब चौरादेखि म आएको, चौरा नजिकै छ मेरो मन्दिर। मैले ढोक दर्शन गर्न आएको भोलेनाथको मन्दिर है। अब जेब्रा क्रसिङ कता छ हेरेर जेब्रा क्रसिङ गर्नुपर्छ मैले जस्तो लागिरहेछ। यहाँ हेर्नु त कस्तो बनाएको छ। यहाँको भ्यू त एकदम दामी छ। कोहलपुरलाई त विकास त भयो जस्तो लागिरहेछ मलाई। लाइटहरू पनि जोडिरहेछन्, रुखमा सबै छ। बस्ने पेटी पनि राम्रै बनाएको छ है त। अब मलाई जेब्रा क्रसिङ चाहियो। म नियमको उल्लेखन गर्नुहुन्न, ट्राफिक नियमको पालना गरौँ है सबैजनाले। म चाहिँ अब जेब्रा क्रसिङ कहाँनिर छ हेरिरहेको छु। जेब्रा क्रसिङबाट म भित्र गएर उता रोड क्रसिङ गर्नुपर्छ मैले भन्ने कुरा मेरो दिमागमा आइसक्यो। म त्यही भएर जेब्रा क्रसिङ कहाँनिर छ खोज्छु है। जेब्रा क्रसिङबाट जेब्रा क्रस गर्नुपर्छ भन्ने मलाई दिमागमा लागिसकेको छ। जेब्रा क्रसिङ
भेटिसक्यो। अब जेब्रा क्रसिङदेखि म उता गएर लाफेन भएको हात्ती भएको ठाउँमा जान्छु। ल ल ल ल ल ल उता हेर्नुहोस् त हात्ती कराए जसरी सुँड माथि लगेर जसरी गरेर त्यो चाहिँ नेपालगञ्ज जाने साइडमा हो है हात्ती कराएको। हेर्नु त हो साँच्चीको के सिरियस हात्ती जस्तै छ नि। हजुरलाई कस्तो लाग्यो हात्ती लाने? यो चाहिँ चौरा हो गाइस। यहाँदेखि उता साइडमा गएपछि पोखरा काठमाडौँ जान्छ। यतादेखि मदन यो के अरे महेन्द्रनगर जान्छ। यो चाहिँ नेपालगञ्ज जाने हो। पुरानो बस पार्क यतै हो साइडमा दिएको हेर्नुहोस्। पुरानो बस पार्क गयो। पुरानो बस सोच्छु सरी नयाँ बस पार्क गयो। पुरानो बस अझ देखाएको यो नयाँ बस पार्क हो। नयाँ बस पार्क त अरे कति रमाइलो छ मलाई याद थाहा छ। अनि यहाँदेखि अब टाइगरलाई खोजी जान्छु। टाइगरलाई यो बस पार्क हो नयाँ बस पार्क हेर्नुहोस् दामी छ। नयाँ बस पार्क त अहिले सबै व्यवस्था छ नयाँ बस पार्कमा है। बालेन सिटीको यहाँ त्यस्तै आइसकेको छ। बालेन आएदेखि हामीहरूको यो भने परिवर्तन ज्यादा आइसकेको धेरै राम्रो आइसकेको छ। हेर्नुहोस् त कति रमाइलो छ अहिलेको बस पार्क। पुरानो बस पार्क पनि देखाइसकेको छु। नयाँ बस पार्क हेर्नु हजुरलाई कस्तो लाग्यो है। अब चाहिँ म चाहिँ उतापट्टि जान्छु है मन्दिरको साइडमा जान्छु। उता देख्नुहोस् टाइगर साँच्चीकै रियली जस्तो छ नि। हेर्नुहोस् त टाइगरलाई पनि एकचोटि म हेर्छु है। टाइगर चाहिँ यो काठमाडौँ जाने रोडमा है काठमाडौँ पोखरा बुटोल अनि दाङ हुन्छ नि ऊ जाने साइडमा टाइगर उभिएको छ है। हजुरहरूले त्यो गरेर पनि गेस गर्नु सक्नुहुनेछ। अब यहाँ हेर्नु पोखरा जाने बस यहाँनिर खडा छ। यहाँनिर त्यही साइडमै यहाँ मन्दिर यो मन्दिर चाहिँ बन्द रहेछ। तर म बाहिरदेखि अब बजरङ्गबली हनुमानको एउटा तस्बिर लग्न पाएँ। यति नै मात्रै बाहिर तदेखि हेरेको त मन्दिर बन्द। यो मन्दिर चाहिँ मैले धेरै ठाउँदेखि ढुँड्दा अर्को मन्दिर भेटाएँ महादेवको। त्यहाँ पनि दर्शन गर्नुपर्छ भनेर त्यहाँ गएँ। दर्शन गरेर बाहिर निस्केको अर्को मन्दिर पनि बन्दै रहेछ। उहाँको दोस्रो मन्दिर पनि बन्दै रहेछ। त्यहाँदेखि अब सबै मान्छेले के अरे रिपेयर हुँदो रहेछ यहाँ मन्दिरको। त्यो भएर म चाहिँ कोही पनि हाम्रो पण्डितहरू हुनुहुन्थेन। त्यो भएर म चाहिँ त्यहाँ बाहिरदेखि दर्शन गरेर म चाहिँ हिँड्न तयारी गरेँ। त्यहाँदेखि धेरै टाढा आइसकेपछि एउटा अब मन्दिरको प्रतीक्षामा थिएँ। त्यहाँ भोलेनाथको मन्दिरमा जानुपर्छ भन्ने लाग्यो। अब अर्को मन्दिर त बन्द थियो सोचेर अर्को मन्दिरमा आइसकेँ। भोलेनाथको गेट चाहिँ ओपन रहेछ। मलाई चाहिँ खुसी लाग्यो। त्यो पछि म आएँ भोलेनाथको दर्शन गर्न। हजुरहरू पनि दर्शन गर्नु होला है। ओम नमः शिवाय। यहाँ चाहिँ शिवलिङ्ग भी छ हेर्नुहोस् है। यहाँ चाहिँ बजरङ्गबली हनुमान पनि हुनुहुन्छ। अनि यहाँ चाहिँ गणेश भगवान अनि यहाँ सरस्वती